जय सप्तरंगी सहकारी, जय सप्तरंगी। सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जहाँ सहकार्य, मेहनत र अर्थबाट समृद्धितर्फ लम्कदै भन्ने मूल नारा बोकेर समुदायको मुटुमा रहेको छ। ललितपुरको सुन्दर नगरी गोदावरी नगरपालिका वडा नम्बर 3 टाउखेलमा अवस्थित सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज सामाजिक एकता, सद्भाव र दिगो आर्थिक समृद्धिको परिभाषा बन्न सफल भएको छ र यसै समृद्धिको यात्रालाई साक्षी राख्दै संस्थाले आफ्नो 18औं वार्षिक साधारण सभा 2082 साल कार्तिक 29 गते शनिबारका दिन पर्यटकीय, धार्मिक एवं ऐतिहासिक स्थल गोदावरीको नौधारा मन्दिर प्राङ्गणमा भव्यताका साथ सुसम्पन्न गरेको छ। संस्थाका अध्यक्ष श्री सुनन्द घिमिरेज्यूको सभाध्यक्षता रहेको संस्थाको 18औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा संस्थाका ज्येष्ठ सदस्य गोदावरी नगरपालिका वडा नम्बर 3 खहरी निवासी श्री हरिओम प्रसाद ओझाज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै कार्यक्रममा संस्थासँग मित्रवत सम्बन्ध रहेको यस क्षेत्रभित्र रहेका विभिन्न सहकारी संस्थाबाट अतिथिका रूपमा समुपस्थिति रहेको थियो। नवरत्न साकुसबाट देवराज गिरिज्यू, कल्चर साकुसबाट तिलकुमारी रायमाज्यू, सर्वोपरि साकुसबाट राजेश विसुङ्खेज्यू, बडीखेल साकुसबाट श्याम आचार्यज्यू, धर्मटार साकुसबाट प्रकाश थापाज्यू, पूर्णिमा साकुसबाट तुलसा खड्काज्यूको आतिथ्यता रहेको थियो। त्यस्तै निर्वर्तमान सञ्चालक राजाराम सिलवालज्यू र सल्लाहकार जगदीश सिटालाज्यूको पनि समुपस्थिति रहेको थियो। संस्थाको 18औं वार्षिक साधारण सभामा सदस्यज्यूहरूको भव्य उपस्थिति रहेको थियो। आफ्नो संस्थाप्रति देखाउनु भएको अथाह माया, सद्भाव एवं विश्वासले गर्दा नै यस सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड यस क्षेत्रकै उत्कृष्ट संस्थाको रूपमा आफूलाई चिनाउन सफल भएको छ। उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री अनिता आचार्यज्यूले सञ्चालन गर्नुभएको थियो भने संस्थाका सचिव श्री राजकुमार सिलवालज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो। योलाई पनि अतिथिको आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। यहाँहरूको सक्रिय सहभागिता, सुझाव र योगदान नै हाम्रो प्रमुख शक्ति हो। प्रमुख अतिथिज्यू र संस्थाका अध्यक्ष श्री सुनन्द घिमिरेज्यूको हातबाट पानसमा दीप प्रज्वलन गरी सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुभएको थियो। मन्तव्य राख्ने क्रममा अतिथि नवरत्न साकोसका अध्यक्ष श्री देवराज गिरिज्यूले संस्थाले लिएको नीति राम्रो भएकोले नै संस्थाले यो उपलब्धि हासिल गरेको र सबै सदस्यको पनि संस्थाप्रति दायित्व रहने धारणा राख्दै संस्थाको 18औं वार्षिक साधारण सभाको सफलताको शुभकामना दिनुभयो। सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाका पुरै इन्टायर टिमलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यस्तै बडीखेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष श्याम आचार्यज्यूले हालको अवस्थामा राम्रा सहकारी संस्थाले मात्र सदस्यहरूसँग पारदर्शिता अपनाउन सक्ने भएकाले यस संस्थाले आफ्ना सदस्यलाई संस्थाको गतिविधि एवं आर्थिक विवरणको छलफल गरेको र समयमा साधारण सभा गरेकोले सप्तरंगी परिवारलाई बधाई एवं शुभकामना मन्तव्य राख्नुभयो। रूपमा चाहिँ तपाईहरुकै साथ सहयोगमा हुनुहुन्छ, जस्तो कि मर्दा पर्दा केही समस्या हुँदाखेरि उहाँहरूले चाहिँ आफूले सकेको सहयोग चाहिँ तपाईलाई गर्नुभएको। यसको अर्थ के हो त, तपाईहरुको हरेक सुख दुःख सबैमा चाहिँ सप्तरंगीको साथ सहयोग छ।
त्यस्तै कल्चर साकोसका अध्यक्ष श्री तिल कुमारी रायमाझी ज्यूले नवीन तरिकाले साधारण सभा गरेको र धेरै दिदी बहिनीहरूको सक्रियता देखेर आफूलाई खुसी लागेको बताउनुभयो। साथै साधारण सभाको शुभकामना समेत दिनुभएको थियो। यसरी अघि बढिरहेको छ, यस्ता ठुला ठुला कार्यक्रमहरू ल्याइरहेको छ। मर्दा पर्दा कार्यक्रममा संस्थाका अध्यक्ष श्री सुनन्द घिमिरे ज्यूले आब 2081-82 को वार्षिक प्रगति प्रतिवेदन तथा आब 2082-83 को प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। एवं प्रभावकारी बनाउने रणनीति अवलम्बन गरिनेछ। सदस्यको हित कोष अन्तर्गत सदस्यको मृत्यु भएमा सदस्यले इच्छाएको व्यक्तिलाई उपलब्ध गराउँदै आएको मौजुदा रु 5,000लाई निरन्तरता दिइनेछ। संस्थालाई गरिएको ऋण लगानी तथा सम्बन्धित व्यक्तिको सुरक्षाका लागि प्रभावकारी बीमा कार्यक्रम लागू गरिनेछ। संस्थाको दैनिक कार्य सम्पादन, निरीक्षण, अनुगमन एवं संस्थाको तर्फबाट न्यूनतम 30 जनालाई नयाँ शेयर सदस्य पुग्ने बित्तिकै उहाँहरूको लागि सदस्य अभिमुखीकरण कार्यक्रम नियमित सञ्चालन गरिनेछ। डिजिटल सुरक्षा नीति र संस्थाको डाटा सहकारी संस्थाले 18औं स्थापना दिवसको अवसरमा मिति 2081 साल पौष 26 गते संस्थाको प्राङ्गणमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त त्यस्तै आब 2081-82 को आर्थिक प्रतिवेदन एवं 2082-83 को अनुमानित आय व्यय विवरण संस्थाका कोषाध्यक्ष श्री वाल्मीकि आचार्य ज्यूले प्रस्तुत गर्नुभएको थियो। आधार बनाउँदै आज हामी तपाईं समक्ष नयाँ लक्ष्य र बजेट लिएर उपस्थित भएका छौँ। हामीले तय गरेका वित्तीय लक्ष्यहरूमध्ये अधिकांश हासिल गर्न सफल भएका छौँ र संस्थाको वित्तीय जग थप सबल बनेको छ। आर्थिक विवरण तथा चालु आर्थिक वर्ष 2082-83 को प्रस्तावित वार्षिक बजेटमाथि राय सल्लाह सुझाव दिई पारित गरिदिनु हुन अनुरोध गर्दै उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद दिँदै बिदा चाहन्छु। नमस्कार। संस्थाको लेखा तथा सुपरिवेक्षण समितिबाट तयार गरिएको आब 2081-82 को प्रतिवेदन नम्रता नेपालज्यूले प्रस्तुत गर्नुभएको थियो। यस लेखा तथा सुपरिवेक्षण समितिले अघिल्लो साधारण सभामा प्रस्तुत गरेका सुझाव कार्यान्वयन भएका र समय समयमा हामीले दिएका सुझावहरूको कार्यान्वयन हुँदै आएको हामीले अध्ययनको सिलसिलामा पायौँ। यस अवधिमा संस्थाको कुल सम्पत्ति, शेयर पुँजी, सदस्यता र संस्थागत पुँजीमा भएको वृद्धि वित्तीय हिसाबले सकारात्मक रहेको छ। संस्थाले वर्षभरि कारोबार गर्ने सदस्यहरूमध्ये उत्कृष्ट कारोबार गर्ने सदस्यलाई प्रत्येक वर्ष हुने साधारण सभाको अवसरमा सम्मान गर्दै आएको छ। गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्ने सदस्यज्यूहरूलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो। नियमित र उत्कृष्ट कारोबार गर्नुहुने गोदावरी नगरपालिका वडा नम्बर 2 कनिकथोप निवासी सदस्य श्री शिवहरि सिलवाल ज्यूलाई र गोदावरी नगरपालिका वडा नम्बर 3 टाउखेल निवासी ज्ञानु गौतम ज्यूलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो। त्यस्तै बाल बचतकर्ताको रूपमा गोदावरी नगरपालिका वडा नम्बर 14 बाँडेगाउँ निवासी श्री अनुरुद्र बडाल सम्मानित हुनुभएको थियो। संस्थाको उत्कृष्ट समूहको रूपमा गोदावरी नगरपालिका वडा नम्बर 2 विशंखु नारायण काल्या चौर अवस्थित विशंखु नारायण महिला समूह उत्कृष्ट समूहको रूपमा सम्मान गरिएको थियो। त्यस्तै प्रमुख अतिथि एवं ज्येष्ठ सदस्य श्री हरि ओम प्रसाद ओझाज्यूलाई पनि विशेष सम्मान गरिएको थियो। सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्थाले सुशासन, पञ्चवर्षे रणनीति, विधि र प्रविधि अवलम्बन गरी आफ्ना सदस्यज्यूहरूलाई उच्चतम आर्थिक प्रतिफल दिँदै सामाजिक उत्तरदायित्वतर्फ समेत विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै आइरहेको छ।
कार्यक्रमको सभाध्यक्षता गरिरहनु भएका संस्थाका अध्यक्ष श्री सुनन्द घिमिरेज्यूले उपस्थित प्रमुख अतिथिज्यूहरू, सञ्चालक समितिका सदस्यज्यूहरू, लेखा तथा सुपरिवेक्षण समितिका सदस्यज्यूहरू, कर्मचारीज्यूहरू, स्वयंसेवकज्यूहरू, सदस्यज्यूहरू, प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू लगायत उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिनुहुँदै उद्घाटन कार्यक्रमको समापन गर्नुभएको थियो। 18औं वार्षिक साधारण सभाको दोस्रो सत्रमा विभिन्न प्रस्ताव एवं विषयमा छलफल भई प्रस्ताव एवं विषयहरू पारित गरिएको थियो। सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार यसरी नै सधैँ सहकार्य र समृद्धिको पथमा अगाडि बढ्ने प्रण गर्दछ। जय सप्तरङ्गी, जय सहकारी।